धमाकेदार हिसाबले आउँदैछ। त्योभन्दा अगाडि यो स्टेजले धान्छ कि धान्दैन दिपाजीलाई म बोलाउँदैछु यहाँ। ए दाजु नसमाउनारीमा होइन, दिपाश्रीजीले माग्नेसँग नाचेर हुन्छ, दिपाजीसँग नाच्न पर्दैन। ओके, त्यो त हुँदै हुँदैन। 1 2 3 गो। म केदार घिमिरे माग्ने बुढालाई पनि फेरि बोलाउँछु। केदारको नाच हेर्नु भएको छ नि टिभीमा? यो गीत खोइ खजाबन्दाको गीत ल एकचोटि कम्मर एकचोटि कम्मर के हल्लाएको थिएँ डान्सरै भन्ठानेछन्। बोलाएको बोलाइ गर्छन् त। भाइ तिमीलाई डान्सर भन्ठानेको होइन, मेरो डान्स राम्रो लागेर फेरि बोलाएको हो कि होइन? उता देउबाजीलाई रुख बचाउन गाह्रो छ, उ त्यहाँनिर हाम्रो पुलिस दाइहरूलाई रुख बचाउन गाह्रो भइसक्यो। सानो बिरुवा छ, माया गरौँ। ए दाजु नसमाउ नाडीमा, ए दाजु नसमाउ नाडीमा, लब पर्यो जोहिन झाडीमा। आगो छैन त? वास्तवमा जहिले पनि दिपकले मलाई बोलाउँदा स्टेज भत्किन्छ भन्छ। त्यही भएर म एउटा गीत लिएर आएको छु अहिले। अब आफ्नै मुखबाट किन त्यस्तो बयान गर्नु, सबैले ट्रोल बनाइदिइसक्नु भएको छ। यो दिपा दिदी चाहिँ यति मोटी हुनुहुन्छ, एकैछिन एक सेकेन्ड, यति मोटी हुनुहुन्छ। उहाँको एउटा नराम्रो बानी छ, त्यो के भने सुत्दाखेरि असाध्यै घुर्ने, घुराइ पनि अचम्मै छ। अस्ति एक दिन मेरो घरमा आउनु भएको थियो बडा पाहुना मेरो दिदी, अनि सुत्नुभयो। बिहान त घुर्न थाल्नु भएछ, गाउँभरिका मान्छेहरूले फोहोर लिएर आएछ, फोहोरको ट्र्याक्टर आयो भन्ठानेर। छक्का पञ्चा 3 बनाउँछु पखलास माग्ने। आफ्नो खुट्टामा आफैले बन्चर हान्ना छ है। म त केही भने छैन नि। गीत रेडी? ल गीत रेडी छ, ल एकछिन अब नाचौँ, रमाइलो गरौँ। रमाइलो गरौँ, यस।